सम्मान्य पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, कांग्रेस नेता चिरञ्जीव वाग्ले लगायतका 47 जना लेखकहरूले तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रारम्भिक बिजावरण गर्ने श्रेय स्वर्गीय चन्द्रप्रसाद न्यौपानेलाई 2017 सालमा तत्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि सालमा प्रजातन्त्रको प्राप्तिको लागि नेपाली कांग्रेसले गरेको सङ्घर्षका गाथा चर्किन्छ। उहाँले 2014 सालमा कृष्णप्रसाद न्यौपानेसँगै एउटा आफू पक्राउमा परि जेलमा रहेको र आन्दोलनको नेतृत्व स्वर्गीय चन्द्रप्रसाद न्यौपाने भन्नुभएको छ, पहिले माफी माग्नुपर्छ, व्यवस्थाका हिमायतीले माग्नुपर्ने हो भन्ने अभिव्यक्तिले उहाँको प्रजातन्त्र बढिरहेछ भन्ने कुरो झल्काउँदछ। उहाँको यसै गरी यस पुस्तकमा आदरणीय लेखकहरूले उहाँको र उहाँका दाजु कृष्णप्रसाद